हेलो गुड मर्निङ साथीहरू। म आज चाहिँ अर्ग्यानिक मोमोको किमा बनाउँदैछु। यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ लौका हो अनि यो चाहिँ फर्सिक हो। यसरी मिक्स गरेर मोमो खाउँ भनेर चाहिँ यो किमा बनाउँदैछु है। एकदम टेस्टी हुन्छ। अस्ति चाहिँ हामीले खालि फर्सीको मात्रै बनाएको थियौँ। यसपालि चाहिँ हामी रेमिक्स दुईवटा मिक्स गरेर चाहिँ मोमो खाने अनि टेस्ट कस्तो हुन्छ त्यो पनि तपाईँलाई यो भिडियोमा मार्फत देखाउनेछु। तेरो अघि हामीले बिहान बनाएको किमाको चाहिँ यहाँ फेरि मोमो बनिँदैछ है। तपाईँले कति मोमो खाएको भन्नुहुन्छ र हाम्रो अलिकति यो जुन चाहिँ फर्सी र लौका भएकोले गर्दा आज चाहिँ लास्ट बनाएर खाउँ भनेर चाहिँ यहाँ रेडी हुँदैछ साथीहरू। लो साथीहरू, हाम्रो आयनले चाहिँ सुरु गरे मोमो खानु। कसो रहेछ भाइ? मिठो, टेस्टी टेस्टी, कस्तो भन्छ टेस्टी भन्दाखेरि? मिठो। साथीहरू, तपाईँलाई मोमो बनाउने क्यान्डिडेट चाहियो भने चाहिँ यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यस्तो अल्छे पनि छैन, दामी बनाउँछ, टेस्टी पनि बनाउँछ, नाक बढाएको छ होइन। यो 2 सेट चाहिँ रेडी हुँदैछ अनि 1 सेट चाहिँ पाके जस्तो लाग्यो। हेर्नुहोस् त, यो 1 सेट चाहिँ पाक्यो। फेरि आज यो भेज मोमोको सेकेन्ड पार्टमा फेरि पनि यहाँ सुरु हुँदैछ। हेर्नुहोस् त, मोमो भनेपछि त बाजे बजु पनि नसकिने भइसक्यो। पाहुनाहरू पनि आउँछ यो मोमो बनाउने ठाउँमा। बियर खाने पनि आइरहेको छ। नादिउँ भन्दा पनि रुन आँट्यो थियो चाहिँ यहाँ एउटा ल्याएर दिएको। ल साथीहरू, फाइनली अब चाहिँ हामी बनाउने टिम चाहिँ अब खाने भनेर चाहिँ यहाँ एकदम रेडी हुँदैछ। अचार देख्न सक्नुहुन्छ यहाँनिर। यस्तो दामी छ। एउटा प्रिजिटर पनि छ अनि अचार पनि यो मैले बनाएको एकदम पिरो छ। यो एकदम जोसी जोसी सुरु गर्ने बेला हो। म चाहिँ भिडियोग्राफर छैन कि, त्यसले गर्दा यहाँ टर्नेस गर्नुपर्ने छ। र तपाईँले यहाँ देख्न सक्नुहुन्छ म चाहिँ यहाँ छु। म चाहिँ यहाँ पकाउँदै पनि छु, यहाँ बनाउन पनि सघाउँदैछु। यहाँ पर एकजना हेर्नुहोस् त भित्तामा टन्न गएर बसिरहेको छ अनि यहाँनिर चाहिँ सुरु गऱ्यो। ल साथीहरू, अहिले गाइस पापाले मोमो खानुहुन्छ, पापा र मम्मीले। साथीहरू हेर्नुहोस् है। लो फाइनल्ली अब हामी पकाएर है सबैलाई दिइसकेर चाहिँ हामी बुढाबुढी बसेर यहाँ खाँदैछौँ। एकदम दामी भएको छ, जुसी हो। मैले अघि बिहान बनाएको थिएँ त्यो किमा चाहिँ, र एकदम फर्सी र यो लौकाको एकदम दामी हुँदो रहेछ। म यहाँ टेस्ट गर्दैछु, एकदम बेस्ट भएको छ। तपाईँले पनि घरमा बनाएर खानु चाहिँ फर्सीको मोमो चाहिँ एकदम दामी हुन्छ। हाम्रो भिडियोग्राफर चाहिँ हाम्रो सानो आयन छ है। अनि हामी दुईजना चाहिँ एकदम कसले बेसी खानेमा बल गर्दैछौँ। तर त्यति बेसी खानु सकिँदैन, एकदम जुसी भएकोले गर्दा है। थ्याङ्क यू। यो साथीहरू, म चाहिँ यहाँ थपेर पनि खाँदैछु हो। एकदम मिठो भइरहेको छ, साह्रै मिठो लाग्छ मलाई चाहिँ। भेजमा चाहिँ खालि मलाई यो फर्सीको मोमो मात्रै मनपर्छ है। हेर्नुहोस्, म चाहिँ कन्टिन्यू दिएको छु 15-20वटा चाहिँ पुग्न आँटिसकेको छ र खानु चाहिँ छोडेको छैन। र यहाँ पनि माथि पनि रेडी हुँदैछ। अझै यहाँ पनि बनिँदैछ फेरि। ल